हेलो साथीहरु, तपाईलाई स्वागत छ मेरो एजुकेसन नेपाल भन्ने युट्युब च्यानलमा। आज हामी क्लास 11 को केमिस्ट्री को डी ब्रोग्ली कन्सेप्ट अथवा डी ब्रोग्ली वेव इक्वेसनलाई डिराइभ र यसको स्टेटमेन्टलाई डिस्क्राइब गर्न गइरहेका छौं। अब हामीलाई डी ब्रोग्लीले के भन्छ त, कसरी वेव इक्वेसनहरु डिराइभ गर्छ, यानी कि हामीलाई दिन्छ या कसरी प्रुभ गर्छ, हामी त्यो बारेमा डिस्कस गर्न गइरहेका छौं। तपाईलाई यो भिडियो राम्रो लाग्यो भने लाइक, सब्स्क्राइब एन्ड शेयर गरिदिनु होला। अब नम्बर 1 मा त पहिले हामीले स्टेटमेन्ट पढ्नु पर्यो। यहाँ भनेको छ इन 1924 लुइस डी ब्रोग्ली सजेस्टेड दैट अ मैटर पार्टिकल इन अ मोशन हैव अ डुअल नेचर। यानी कि यसले के भन्छ भने 1924 मा एउटा सजेस्ट गर्छ, यानी कि यस्तो हुन्छ भनेर एउटा स्टेटमेन्ट दिन्छ। मेटर पार्टिकल इन अ मोशन, यानी कुनै पनि चालमा रहेको वस्तु, यानी कि मोसनमा रहेको वस्तु, यानी कि मेटर पार्टिकल्स हैव फलो डुअल नेचर, यानी कि यसको बिहेभ कस्तो हुन्छ त, डुअल नेचर। डुअल नेचर के त, या पार्टिकल और एज वेल एज वेव। अब यो छ भने अब आई दिस दैट इज इट बिहेभ एज अ पार्टिकल, यानी कि यसले पार्टिकल नेचर फलो गर्छ, एज वेल एज वेव लाइक लाइट, यानी कि हामीले के जान्नु पर्यो भने लाइटले पनि डुअल नेचर फलो गर्छ। डुअल नेचर यानी कि लाइटले पनि दुईटा नेचर शो गर्छ, एज अ पार्टिकल नेचर और एज वेल एज वेव नेचर। त्यस्तै के गर्छ भने मोसनमा रहेको पार्टिकल अथवा मेटर पार्टिकलले पनि डुअल नेचर फलो गर्छ भन्यो। एकॉर्डिंगली इलेक्ट्रोन्स कैन बिहेव एज अ पार्टिकल एज वेल एज वेव, यानी कि यसले के पनि भन्छ भने इलेक्ट्रोन पनि त के हुन्, आफ्नो फिक्स्ड पाथमा के गर्ने हुन्, मोसन गरिराख्ने हुन्, यानी कि घुमिराख्ने हुन्। अब यो घुम्दाखेरिमा यसले पनि के गर्छ भने त दुईटा नेचर फलो गर्छ, यानी कि डुअल नेचरलाई यसले पनि के गर्छ, फलो गर्छ, यानी कि यसले पनि बिहेभ गर्छ, यानी कि शो गर्छ, शोइङ दैट के गर्छ यसले डुअल नेचर डुअल नेचर पार्टिकल एन्ड वेव। दैट the idea of a wave nature of matter led to a derived expression for the wavelength of electron, यानी कि wavelength of electron को जुन हाम्रो इक्वेसनहरु छन् तीहरुबाट यसले कसरी एक्सप्रेसन गरे त, यानी कसरी डिस्क्राइब गरे त यो। अब हामी यसको बारेमा पढ्दै छौं। हामीले प्लान्स भन्ने वैज्ञानिकको यो त पढ्या होला कि E इज इक्वल टु एच न्यू भन्ने एउटा इक्वेसन दिएको छ। कसले दिएको छ, प्लान्स भन्ने एउटा साइन्टिस्टले दिएको छ। अनि यो के भन्छ भने अकॉर्डिङ टु अ प्लान्स क्वान्टम थ्योरी, यानी कि यसको क्वान्टम थ्योरीले हामीलाई के भन्छ भने E इज इक्वल टु एच न्यू को हिसाबले हाम्रो के भयो, E इज इक्वल टु एच न्यू भन्नाले हाम्रो जुन हाम्रो के हुन्छ इनर्जी हुन्छ त्यो के सँग बराबर हुन्छ त, फ्रिक्वेन्सी अफ रेडिएसन सँग हाम्रो के हुने भयो, E इज डाइरेक्टली प्रोपोर्शनल टु अ न्यू, यानी कि न्यू भनेको हाम्रो त के हो, फ्रिक्वेन्सी अफ रेडिएसनको फ्रिक्वेन्सी सँग यसले के गर्ने भयो त, डाइरेक्टली प्रोपोर्शनल गर्ने भयो। र यदि हामीले यहाँ एच भन्ने कन्स्टेन्ट राख्यौं भने यो के हुने भयो, E इज इक्वल टु एच न्यू भन्ने एउटा इक्वेसन बन्ने भयो के, यानी कि एच यो भनेको के हो, हाम्रो यो भी शेप टाइपको हुन्छ, तर यसलाई हामीले के पढ्नु पर्छ, न्यू पढ्नु पर्छ। र न्यू भनेको हाम्रो के हो, फ्रिक्वेन्सी अफ रेडिएसन हो भने हाम्रो एच भनेको के हो, प्लान्सले एउटा कन्स्टेन्ट मान्यो, यसलाई E इज इक्वल टु एउटा इक्वेसन बनाउनलाई के गर्यो, यसले एच भन्ने हामीलाई के दियो, एउटा कन्स्टेन्ट भ्यालु दियो जुन फिक्स्ड हुन्छ। अब दोस्रोमा हाम्रो के आयो, यो त पहिलो इक्वेसन भयो। अब यसले दोस्रोमा के भन्छ भने फ्रम आइन्स्टाइन मास एनर्जी रिलेसनशिप, यानी कि आइन्स्टाइनको जुन मास एन्ड एनर्जी रिलेसनशिप छ, यानी कि E इज इक्वल टु mc² भन्ने जुन फर्मुला छ, त्यो फर्मुलाको हिसाबले पनि हामीलाई के हुन्छ त, एनर्जी इज इक्वल टु के हुन्छ, मास एन्ड भेलोसिटी। कसको भेलोसिटी त, भेलोसिटी अफ लाइट को, यानी कि C भनेको त भेलोसिटी अफ लाइट को, यानी कि काइनेटिक एनर्जी। यहाँ के आयो, काइनेटिक एनर्जी सम्बन्धी आयो, यानी कि मोसन को एनर्जी। लाइट, किनकि लाइट भनेको त मोसनमा हो, हिँड्ने हो, यानी कि त्यो त के हो, चलिरहने हो, यानी कि गतिमा हुने हो। त्यही भएर हामीलाई के भयो, E इज इक्वल टु mc², यानी कि C भनेको हाम्रो के हो, भेलोसिटी अफ लाइट हो।
अब हामीले यो दुईटै इक्वेसन मिलाउँदाखेरि फ्रम इक्वेसन 1 एन्ड आईबाट हामी के पाउँछौँ त एच न्यू इज इक्वल टु हामी एमसी स्क्वायर पाउँछौँ। अब न्यू भनेको त हामीलाई थाहा होला, न्यू भनेको त के हो हाम्रो वेभलेन्थ फ्रिक्वेन्सी अफ रेडिएसन हो। अब फ्रिक्वेन्सी अफ रेडिएसनलाई हामी के लेख्छौँ भने सी अपन ल्याम्डा, ल्याम्डा भनेको पनि त वेभलेन्थ हो, न्यू भनेको फ्रिक्वेन्सी अफ रेडिएसन हो। अनि हाम्रो न्यू भनेको के पनि हुन्छ, न्यू इज इक्वल टु सी बाई ल्याम्डा पनि हुन्छ। यो याद राख्ने, यहाँनिर मैले लेखेको छु न्यू इज इक्वल टु हाम्रो के हुन्छ सी बाई ल्याम्डा। अनि सी भनेको त के हाम्रो भेलोसिटी नै हो, भेलोसिटी यानि कि मोसनमा लाग्ने भेलोसिटी, भेलोसिटी अफ लाइट हो। अब यसले के गरिदिन्छ काटिदिन्छ। अब यो काट्यो भने फ्रम इलेक्ट्रोन्स, अब अहिले त हामी लाइटको कुरा त गरे होइन, हामीले त केमा देखाउनु पर्ने इलेक्ट्रोन यानि कि एकदम क्वान्टम, क्वान्टम भनेको एकदम धेरै साना साना जुन मुभिङ पार्टिकलहरू हुन्छन्, यानि कि सपोज लेटर इलेक्ट्रोन, जस्तै इलेक्ट्रोनलाई लियो भने हाम्रो के हुन्छ, जस्तै इलेक्ट्रोन पनि त एउटा मुभिङ तर धेरै सानो हो। त्यही यदि हामीले इलेक्ट्रोन लियो भने सी इज रिप्लेस्ड बायो बी, यानि कि सी भनेको त गतिको यानि कि चाल अथवा हाम्रो के हो यो मोसन भनेको नै भेलोसिटी हो एक हिसाबले, तर मोसनमा लाग्ने जुन हुन्छ त्यही हो हाम्रो यानि कि मुभिङ पार्टिकलहरूमा जुन हाम्रो भेलोसिटी लाग्छ त्यही भनेको नै कि हाम्रो सी हो, यानि कि लाइटको भेलोसिटी हो। अब योलाई हामीले के लेख्न पनि मिल्छ, भी पनि लेख्न मिल्छ। यो त लाइट होइन, हामी इलेक्ट्रोनको लागि लिँदैछौँ, त्यही भएर हामी यहाँनिर के लेख्ने सीलाई केले रिप्लेस गर्यो त भीले रिप्लेस गर्यो। अब भीले रिप्लेस गर्यो भने अब हाम्रो के हुन्छ एच अपन ल्याम्डा इज इक्वल टु एमबी आउँछ कि नै। अब ल्याम्डा भनेको के हो फ्रिक्वेन्सी हो, फ्रिक्वेन्सी भने एच, फ्रिक्वेन्सी भनेको अब हामीलाई के आयो त एच अपन एमबी, यही भनेको हाम्रो के हो डी ब्रोग्ली वेभ इक्वेसन हो। यहाँबाट हामीलाई वेभलेन्थ इज इक्वल टु के आयो एच अपन एमबी, यानि कि एच भनेको के हो प्लास कन्स्टेन्ट, एम भनेको मास अफ इलेक्ट्रोन अथवा जेको हामी पनि निकाल्ने छ त्यसको मास हो, अनि भी भनेको भेलोसिटी। यो इक्वेसनबाट हाम्रो के प्रुभ हुँदैछ भने यो इक्वेसनबाट हाम्रो के प्रुभ भयो त जुन यो हाम्रो के छ इलेक्ट्रोन अथवा मुभिङ पार्टिकलहरू छन् तिनीहरूले पनि के गर्छ डुएल नेचर फलो गर्छ। अनि डुएल नेचर फलो गरे भने तिनीहरूको इक्वेसन के हुने भयो हाम्रो ल्याम्डा इज इक्वल टु एच अपन एमबी हुने भयो। यहाँनिरसम्म त बुझ्नुभयो होला। अब हाम्रो के भयो त दिस इज द रिक्वायर्ड एक्सप्रेसन फर द वेभलेन्थ अफ इलेक्ट्रोन एन्ड नन एज डी ब्रोग्ली वेभलेन्थ। यही भनेको हाम्रो के हो डी ब्रोग्लीको वेभलेन्थ हो। वेभलेन्थको जुन उनले एक्सप्रेसन गर्न खोजेको थियो यानि कि जुन उनले पत्ता लगाउन खोजेको थियो त्यही हाम्रो के हो यही नै हो वेभलेन्थको हाम्रो के हो यो हाम्रो भयो। अनि हाम्रो वेभलेन्थको त्यो यसले गरेको अब वेभलेन्थको जुन इक्वेसन छ त्यो भनेको के भयो त हाम्रो ल्याम्डा इज इक्वल टु एच अपन एमबी, वेयर जहाँ के हुन्छ भने जहाँ हाम्रो के हुन्छ त ल्याम्डा भनेको वेभलेन्थ भयो, अनि एच भनेको प्लान्क्स कन्स्टेन्ट भयो, अनि एम भनेको मास अफ इलेक्ट्रोन अथवा मास भयो, अनि भी भनेको हाम्रो के भयो त भेलोसिटी। हस् त लाइक गरिदिनु होला। अब यस्तै भिडियोहरू आउँदै गर्नेछन्, त्यही भएर सब्सक्राइब पनि गरिदिनु होला। हस् त।